श्रम संस्कृति पार्टी संसदीय दलको तर्फबाट माननीय आर्यन राईले बोल्नको लागि समय माग गर्नुभएको छ। अब म उहाँलाई समय दिन्छु। मान्य सदस्यले रोस्टमको प्रयोग गर्न सक्नुहुनेछ। समयको लागि सम्माननीय सभामुख महोदय, समयको लागि विशेष म धन्यवाद दिन चाहन्छु र कुरा सुरु गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, हामीलाई नागरिकहरूले लोकतान्त्रिक विधि र पद्धतिबाट कानुन बनाऊ, सरकार चलाऊ भनेर यहाँ पठाएको हो। लोकतान्त्रिक विधि र नीति मिचेर तानाशाही जन्माऊ भनेर होइन सभामुख महोदय। अहिले वर्तमान सरकारले किसान, मजदुर, गरिब, निमुखाई सबैमाथि र प्रेसमाथि विविध कुराहरूमा सरकारले तानाशाही ढङ्गले जसरी आज अधिकार कुण्ठित गर्ने काम गरिरहेको छ, त्यो प्रति सरकारले म भन्न चाहन्छु। तपाईहरू हिजो अस्ति हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले भन्दै थियो, हामी सुपर एक्सप्रेस वेमा हिँडेका हौँ भन्नुहुँदै थियो। म भन्न चाहन्छु प्रधानमन्त्रीज्यूलाई, प्रधानमन्त्रीज्यू तपाईँ सुपर एक्सप्रेस वेमा होइन, लोकतान्त्रिक विधि र पद्धतिको वेमा चाहिँ सरकार चलाउनुहोस्। यदि सुपर एक्सप्रेस वेमा अगाडि बढ्दै गर्दाखेरि कतै विचार पुर्याइएन भने, फेरि तपाईँको एक्सिडेन्ट भयो भने नउठ्ने ढङ्गले लड्न सकिन्छ। त्यसैले सरकार सफल होस् भन्ने हाम्रो पार्टीको धारणा हुँदाखेरि लोकतान्त्रिक विधि र पद्धतिमा चलाउँछु भन्ने म सरकारले भन्न चाहन्छु। सम्माननीय सभामुख महोदय, आज हामी कार्य व्यवस्थाको बैठक बस्यौँ। बैठक बस्दै गर्दाखेरि छुट्टी गर्ने बिचमा कुरा भयो, मलाई खुसी लागेको थियो। तर अहिले डर के लाग्न थाल्यो भने सरकारले यो चाहिँ 8-10 दिन छुट्टी दिएर कतै फेरि अध्यादेश ल्याउने अथवा नागरिकहरूको अधिकारमाथि कुण्ठित गर्नको निम्ति काम गर्ने हो कि भन्ने चिन्ता लाग्न थाल्यो। म भर्खर मात्रै एउटा SMS मलाई टिङलिङ यहाँ आयो। यो के रहेछ भने सरकारले साउन 1 गतेबाट यो अस्थायी करार कर्मचारी र जेलादारी कर्मचारीलाई हटाउने, सबैलाई हटाउने भन्ने साउन 1 गतेबाट त्यो लागू गर्ने भन्ने यहाँ SMS आएको छ। यो के हो? यस सम्बन्धी सरकारले रोक्नुपर्छ सभामुख महोदय। किन भन्दाखेरि तपाईँको ती जेलादारी तपाईँको चाहिँ कर्मचारीहरूले एउटा जीवन पुरै तपाईँको चाहिँ आज देशको लागि खर्चिया छ होला। उनीहरूलाई लोकसेवाले तपाईँको चाहिँ हिजो प्राथमिकता राखेन होला, श्रेणीविहीन राख्यो होला, तर जिन्दगी त गएको छ नि सभामुख महोदय। 30 वर्ष, 25 वर्ष, 20 वर्ष काम गरेको छ, 40-45 वर्षको उमेर भयो, अब के गर्ने? लुङढुङ्गा घर फर्केर हुन्छ? राज्यले यसरी चाहिँ तपाईँको चाहिँ यस्तो किसिमको चाहिँ विभेदपूर्ण अन्यपूर्ण तपाईँको व्यवहार गरेर हुन्छ। त्यसै कारणले गर्दाखेरि सरकार सचिनुपर्छ र सरकार अहिले पारदर्शिताको नाउँमा सरकार तपाईँको चुकिरहेको छ भन्ने मलाई लाग्छ। हिजो अस्ति यहाँले उपकुलपति 6वटा तपाईँको चाहिँ हस्पिटल प्रतिष्ठानमा चाहिँ नियुक्ति गर्नुभयो। मैले केही सूचना पाए अनुसार तपाईँहरूले त्यहाँ सहकुलपतिले सबैले फर्म भरेको मध्येमा 3 जना चाहिँ त्यहाँ चाहिँ सिफारिस गर्ने हिजोको चाहिँ त्यो पद्धति रहेछ। तर अहिले यहाँले उपकुलपति त नियुक्ति गर्नुभयो, तर त्यो 3 जनामा को सिफारिस भए, कस्तो मान्छे सिफारिस भए, कुन तहको भए, कति योग्यताको भए, त्यो कुरोमा पारदर्शिता भएन, त्यो कुरो बाहिर आएन, त्यो कुरो आएको छैन भन्ने तपाईँको सूचना मैले प्राप्त भएको छ। तपाईँहरूको पारदर्शिता यो ढङ्गले हुँदैन। मैले अस्ति पनि त यो रोस्टमबाट उभिएर यसो नगरौँ। सरकार विचार गरेर अगाडि बढ्नुपर्छ, सरकार सफल हुनुपर्छ र सरकार सफल हुनको निम्ति धेरै कुरामा विचार गरेर अगाडि बढ्नुपर्छ। सरकार हौसिनु हुँदैन, सरकार उम्लिनु हुँदैन। उम्ल्यो भने पोखिन्छ, हौस्यो भने फल दिँदैन हामीले भनिरहेका छौँ। त्यसैले सरकारलाई सचेर अगाडि बढ्नको निम्ति म अनुरोध गर्न चाहन्छु। त्यसै गरी सरकारले संविधान संशोधनको कुराहरू ल्याए सभामुख महोदय। म पनि त्यो कार्य व्यवस्थामा गएको थिएँ, तर अहिले मैले त्यो बहिष्कार गरेर म निस्किएको छु र हाम्रो दल निस्किएको छौँ। र संविधान संशोधन यदि सरकारले गर्ने हो भने किसान, मजदुर, विद्यार्थी, महिला, अल्पसङ्ख्यक, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, दलित, खसारे कुन क्षेत्रमा चाहिँ हिजो समग्र नेपाली नागरिकहरूको अधिकार हनन हुने ढङ्गले 2072 सालको संविधान जारी भयो। त्यसमा छलफल गर्न सकिन्छ सभामुख महोदय। तर संविधान संशोधनको नाउँमा संहितै तपाईँको चाहिँ नराख्ने, प्रदेश सबै नराख्ने, स्थानीय तहले तलमाथि गर्ने,
यो विविध किसिमको तपाईँको सरकारले थारे हात लगाएर संविधानमा छेडखानी गर्न खोजिरहेको छ। यस सम्बन्धी हाम्रो दलको गम्भीर ध्यान आकर्षण भएको छ। संघीयता र प्रदेश सभा किन चाहिन्छ? आज म सोध्न चाहन्छु कि रासोपाले यो देशको बहुभाषी बहुसंस्कृतिलाई चाहिँ अस्वीकृत गरे अथवा अस्वीकार गरेको हो कि रासोपाले तपाईँ गरिब निमुखा आम जनताको अधिकारमाथि तपाईँको बन्देज गर्न खोजेको हो? वर्तमान सरकारले हिजो कति हेर्नुहोस् त शहीदहरूको तपाईँको अपमान गर्न खोजेको हो? हिजो 2007 सालदेखिको चाहिँ आन्दोलनद्वारा प्राप्त भएको संविधान हो। यो संविधानमा उत्पीडित तपाईँको अल्पसङ्ख्यक सीमाङ्कित सब पुस्तादेखि वर्षौँ दिनदेखि पछाडि पारेका तमाम नागरिकको अधिकार यो संविधानले सुनिश्चित गरेको छ। होला काहीँ कमी कमजोरी भयो होला, समीक्षा गर्न सकिन्छ सभामुख महोदय, तर त्यसो भन्दै गर्दाखेरि अधिकारले सिङ्गो हनन हुने ढङ्गले आज छलफल बहस भएको छ। त्यो संविधान संशोधनको कार्यव्यवस्थाको बैठकमा के भएको छ भन्ने कुरा यहाँ तपाईँको बाहिर आएको छैन। मलाई त्यहाँ आफू स्वयं देखिएको छु। मैले आफ्नो फरक म त धेरैचोटि राखेँ सभामुख महोदय, तर सुनाइ भएन। त्यसै कारणले गर्दाखेरि संहिता किन चाहिन्छ भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु। सबै देशवासीहरूले तपाईँको संहिताको विषयमा आज एकमुठी तानाशाही तपाईँको शासक भ्रम छर्नेहरूले तपाईँको एकतान्त्रिक शासन चलाउनेहरूले एउटा भ्रम पैदा गरेर चाहिँ संहिता खर्चिलो भयो भन्छ, प्रदेश सभा खर्चिलो भयो भन्छ। ए बाबा खर्चिलो हिजोको चाहिँ हिजोको व्यवस्था चाहिँ खर्चिलो थिएन। एकचोटि तपाईँको त्यो बेलाको चाहिँ हामी तथ्याङ्क हेरौँ त। त्यसैले म भन्न चाहन्छु सरकारले हो प्रदेश सभाको सांसद गराउन सकेला, स्थानीय तहमा तपाईँ कहाँ कहाँ सुधार गर्नुपर्ने सकेला, अनि खर्च भयो भन्दै तपाईँको अधिकारमाथि हस्तक्षेप गर्नु मिल्दैन, यो गर्नु दिनु हुँदैन। र म सबैलाई भन्न चाहन्छु आजभन्दा 15 वर्ष अगाडि म यो काठमाडौँ छिर्दाखेरि 4 दिन लगाएर छिरेको थिएँ सभामुख महोदय, तर आज म 9 घन्टामा मेरो घर पुग्छु। आज संहिताको त्यही कारणले आज संहिताको प्राप्ति नै त्यो हो। संहिता चारवटा कुरामा मैले चाहिँ विशेष गरी संहितालाई चाहिँ आवश्यक पर्छ, प्रदेश सभा आवश्यकता पर्छ मैले भनेको छु। प्रदेश सभा सबै जातिको भाषिक धार्मिक सांस्कृतिक र पहिचानको अधिकार तपाईँको सुनिश्चित गर्नको निम्ति, त्यसको संरक्षण गर्नको निम्ति संहिता चाहिन्छ। दोस्रो कुरो केन्द्रीकृत शासन प्रणालीको कारणले गर्दाखेरि वर्षौँ वर्ष तपाईँको चाहिँ हामी 100औं वर्ष पछाडि पारी हाम्रो तपाईँको पूर्वजहरूलाई त्यो सबै केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रीकृत गराएर तपाईँको चाहिँ बजेटलाई सन्तुलित ढङ्गले विकासमा तपाईँको देशलाई अगाडि बढाउनको निम्ति संहिता चाहिन्छ। अर्को कुरो छिटो छरितो सेवा सुविधा प्राप्तको निम्ति संहिता चाहिन्छ। अर्को कुरो पुस्ता तपाईँको चाहिँ आन्दोलनद्वारा शहीद भएका ती शहीदहरूको सम्मानको निम्ति संहिता चाहिन्छ। होला पार्टी एबिसी कसैले नेतृत्व गरेका थिए त्योसँग हाम्रो सवाल रहेन, तर मर्न को मरेका थिए? तपाईँ र मेरो दाजुभाइ होइन? अहिले त्यो पनि थोरैको सङ्ख्यामा हो। 17,000 सानो समूह महोदय लाखौँ घाइते भएको छ, खरबौँ डलर तपाईँको चाहिँ देशमा घाटो भएको छ। त्यसैले संहितालाई हामीले प्रदेश सभालाई तपाईँको बरु कहाँनिर सुधार गर्ने सुधार गरौँ, तर खर्च तपाईँको बढी भयो भनेर तपाईँको त्यसलाई तपाईँको छेडखानी गर्ने दुस्साहस नगरौँ म भन्न चाहन्छु। अरू खर्च बढी भने तपाईँको चाहिँ इकोनोमिक ग्रोथ गर्नु पर्यो, कहाँ कहाँ सुधार गर्नुपर्ने। अब तपाईँको इकोनोमिक ग्रोथ गर्नतिर उत्पादनतिर ध्यान छैन, संहिता तपाईँको चाहिँ खर्चिलो भयो भन्ने खालको। त्यसैले म यस सम्बन्धी सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। यसो नगरेपछि भन्न चाहन्छु सभामुख महोदय। र साथै म केही हाम्रा पार्टीको आफ्नो कुराहरू राख्न चाहन्छु। श्रम संस्कृति पार्टी वास्तवमा हामी कहीँ हिंसाद्वारा आएको होइन। हामीले कहीँ हिंसा गरेका छैनौँ, हत्या हिंसा गरेका छैनौँ, कहीँ सिंहदरबार जलाएको छैनौँ, कहीँ राज्यको सम्पत्ति दहन गरेका छैनौँ। हामी शान्ति र तपाईँको चाहिँ हामी रगतमा होइन पसिनामा विश्वास गर्छौँ। हामी पराधीनतामा होइन स्वाधीनतामा विश्वास गर्छौँ। हामी संसारको तपाईँको चाहिँ देशहरूको विकास देखेर हामी ललायत हुन्छ र हाम्रो देशलाई पनि कसरी अगाडि बढाउने भनेर हामी चिन्तित छौँ सभामुख महोदय। हामीसँग सपना छ, श्रम संस्कृति पार्टीसँग सपना छ। त्यो सपना भनेको पुस्तादेखि हामी विभिन्न जात जातिमा डिभाइड भएर हामीले छुट्याएर तपाईँको चाहिँ छुटेको नेपालीहरूलाई भाषिक धार्मिक सांस्कृतिक रूपमा ती सबैलाई हामी एक ठाउँ उभाउन चाहन्छौँ। वर्षौँ दिनदेखि बिग्रिएका देशलाई हामी श्रमदानको महाअभियानद्वारा पुनर्निर्माण गर्न चाहन्छौँ। संसारभरि छरेर रहेका युवाहरू जो श्रमिक युवालाई देश फर्काएर यही देशमा तपाईँको रोजगारको ग्यारेन्टी गर्न चाहन्छौँ। हाम्रो सपना त्यो सभामुख महोदय। र हामी तपाईँको यही देशमा तपाईँको चाहिँ कुनै पनि तपाईँको वैदेशिक ऋण र
तपाईँको युवाहरूले पठाएको रिमिटान्सले होइन, यही देशको तपाईँको चाहिँ स्वाधीन अर्थतन्त्रले, यही देशको राजस्वले देश चलाउन चाहन्छौँ। त्यो सङ्कल्प र त्यो विचारको साथ हामी आएका छौँ। सहमुख महोदय, हाम्रो पार्टी सधैँभरि तपाईँको देश र जनता एकताको पक्षमा छ। आज मलाई दुःख लाग्छ सहमुख महोदय, आज हामीले दार्चुलामा पुल निर्माण गऱ्यौँ। यहाँले देख्नुभयो त्यो एउटा भौतिक तपाईँको संरचना निर्माण भएको मात्र होइन, आज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तमाम नेपालीहरू एक ठाउँ छ भने त्यो भावनात्मक रूपमा एउटा तपाईँको जोड्ने एउटा पुल निर्माण गरेका छौँ। मलाई दुःख लाग्छ आज सिंहदरबार छिर्दाखेरि सहमुख महोदय, आज हाम्रो हिजो अस्ति जेनजी आन्दोलनमा जीर्ण भावनाहरू, आगो लागेको भावनाहरू आज अलपत्रै छन्। म आज सरकार र सहमुख महोदय सरकारलाई अनुरोध गर्न चाहन्छु, यदि तपाईँले बनाउनु नसक्ने हामीलाई जिम्मा दिनुहोस्। हामी श्रमदानको महाअभियानद्वारा कहाँ कहाँ बनाउनु पर्ने सांसद भवन, यहाँभित्रको सिंहदरबारको भवनहरू हामी पुनर्निर्माण गरिदिन सक्छौँ र त्यो चाहन्छौँ। यहाँहरूसँग तपाईँको त्यो अनुरोध गर्न चाहन्छु। र यसै गरी अन्तिममा समय छोटो छ सहमुख महोदय, म सघाउन पनि लागेँ। एउटा अन्तिममा म केही कुरा भन्न चाहन्छु। हाम्रो पार्टीलाई केही तपाईँको चाहिँ तत्त्वहरूले जातिवादीको सङ्घ दिएर चाहिँ तपाईँको बेला बेलामा आक्रमण गरिन्छ, सामाजिक सञ्जालमा हाम्रो चरित्र हत्या गरिन्छ। हिजो अस्ति म तपाईँको चाहिँ गणेश नेपालीको चाहिँ परिवार भेट्न जाँदै गर्दाखेरि माइतीघर मण्डेलामा छ भन्ने खबर पाएँ, गएँ। त्यसमा जाँदै गर्दाखेरि केही तपाईँको चाहिँ अराजक समूहले ममाथि दुर्व्यवहार गर्न खोजे। त्यसमा के शब्द प्रयोग भएको थियो त्यो आज म यो भन्न चाहन्न, तर त्यसो भन्दै गर्दै त्यो तपाईँको त्यहाँ दुर्व्यवहार गर्ने मानिसहरूलाई मैले तपाईँको कारवाही गर्नुपर्छ भन्ने मेरो माग होइन। उहाँहरूको लोकतान्त्रिक अधिकार हो, लोकतन्त्रको सुन्दर पाटो यही हो। म उहाँहरूलाई कारवाही गर्नुपर्छ भन्ने माग पनि गर्न चाहन्न। तर सहमुख महोदय, मैले श्रम संस्कृति पार्टीभन्दा पहिला तपाईँको चाहिँ अन्य पार्टीमा केही कुराहरू अभिव्यक्तिहरू दिएको थिएँ। त्यो अभिव्यक्ति आज म यहाँ रोस्टरमा छोडे तपाईँको चाहिँ प्रश्न पार्न चाहन्छु। सहमुख महोदय हो, म तपाईँको नेपालको लगभग 65 जिल्ला घुमेँ। त्यो जिल्ला घुम्दै गर्दाखेरि सांस्कृतिक रूपमा विभेद देखेँ, जातीय रूपमा विभेद देखेँ। यी विविध ढङ्गले विभेद देखिसके पछाडि यतिसम्म कि सहमुख महोदय अझै पनि नेपाल सरकारले तथ्याङ्क हेर्ने हो भने आजभन्दा 5-7 वर्ष अगाडि पशुपन्छी मारेकै तपाईँको चाहिँ अथवा पशुपन्छीको केसमा सयौँको सङ्ख्यामा तपाईँको चाहिँ मान्छेहरू हिरासतमा मैले भेटेँ, जेलमा भेटेँ। तर देश दहन गर्नेहरू, भ्रष्टाचारीहरू, देशको सीमा मेट्नेहरू, राष्ट्रघाती सन्धि गर्नेहरू तपाईँ खुल्लाम हिँडेको मैले देखेँ सहमुख महोदय। त्यति बेला मैले सांस्कृतिक अधिकारको निम्ति, यो मेरो व्यक्तिगत कुनै पनि तपाईँको धारणा होइन, सांस्कृतिक अधिकारको निम्ति, भाषिक अधिकारको निम्ति, लोकतन्त्र दिएको धर्मनिरपेक्षताको निम्ति मैले केही अभिव्यक्तिहरू दिएको थिएँ सहमुख महोदय। तर त्यो मेरो अभिव्यक्ति कुनै जातीय तपाईँको चाहिँ कुनै समुदायमाथि लक्षित होइन सहमुख महोदय। त्यो मेरो लडाइँ, त्यो मेरो अभिव्यक्ति त्यति बेलाको सरकारसँग हो, त्यति बेला कानुनसँग हो, वर्तमानको कानुनसँग हो सहमुख महोदय। त्यसैले म भन्न चाहन्छु, अहिले म सकेँ सहमुख महोदय, त्यसैले म भन्न चाहन्छु देशमा सधैँ मैले धेरै कुरा अनुभव गरेको छु सहमुख महोदय। दलित भएर जीवन जिउनुको पीडा, तपाईँको सांस्कृतिक रूपमा दमन भएर तपाईँको चाहिँ अपहेलित भएर तपाईँको चाहिँ जीवन जिउनुको पीडा मैले अनुभव गरेको छु सहमुख महोदय। मलाई लाग्छ तपाईँको जिन्दगीभरि मैले एउटा दलितसँग सम्बन्ध अथवा दलितसँग तपाईँको चाहिँ साथी बन्दै गर्दाखेरि मैले हेपेको पीडा, सहेको पीडा, अपमानित भएको पीडा, तर म त जिन्दगीभरि दलित भएर चाहिँ जिएको छ सहमुख महोदय। त्यसैले मैले त्यो पीडाहरू अनुभूत गरेर मैले त्यति बेला मेरो अभिव्यक्तिहरू दिएको थिएँ। ती अभिव्यक्तिमा कुनै पनि सत्यता नभएको म यहाँलाई म सबैलाई घोषणा गर्न चाहन्छु, सम्पूर्ण देशवासीहरूलाई भन्न चाहन्छु, कतै मेरो अभिव्यक्तिले कुनै समुदाय, कुनै धार्मिक तपाईँको समूह सङ्गठन, धार्मिक तपाईँको सङ्घ संस्थामाथि मेरो अभिव्यक्तिले कसैले चोट पुगेको छ भने, मेरो मनसाय त्यो थिएन, ठेस पुगेको छ भने आज यसै सम्मानित सदनबाट म सबैलाई मेरो शिर झुकाएर म माफी माग्न चाहन्छु। मेरो तपाईँको चाहना त्यो थिएन, यहाँले त्यो किसिमले नलिदिनको निम्ति म अनुरोध गर्न चाहन्छु। र सधैँभरि श्रम संस्कृति पार्टी हामी तपाईँको समतामूलक समाज र तपाईँको सबै नेपालीहरूलाई एकै ठाउँमा तपाईँको चाहिँ अगाडि बढाउन र सबै समतामूलक समाजको निम्ति हाम्रो भूमिका सधैँ रहनेछ। तपाईँको गर्मीमा तराईको नागरिकहरू हिमाल चढ्न सकुन्, पहाडमा त पहाड गरेर हिमालको नागरिकहरू जाडोमा तराई झर्न सकुन्, पूर्व मेचीमादेखि पश्चिम महाकालीसम्मका अथवा पूर्वमा तपाईँको समस्या पर्दाखेरि पश्चिमको तपाईँको नागरिकले चाहिँ पीडा हुन् र सबै हामी नेपाली एक ठाउँ उभिएर यो हाम्रो देश बनाउनु पर्छ भन्ने सङ्कल्पको साथ सबैजना गरी बढाउँ। धन्यवाद, समयको लागि भन्न चाहन्छु। धन्यवाद।